many Maggie stories. शान्तिपूर्ण मिथिला राज्यमा घाम उज्यालो र सुनौलो भएर उदाएको थियो। आज सीता माताको जन्मदिन थियो। दरबारभित्र राजा जनक र रानी सुनैना आफ्नी प्यारी छोरीको जन्म उत्सवको ठूलो तयारी गर्दै थिए। मिथिलाका सबै ठाउँबाट जनता उत्सव मनाउन आए। उनीहरूले उपहार ल्याए, गीत गाए र खुसीका साथ नाचे। प्यारी र दयालु सीता बगैँचामा खेल्दै थिइन्। उनले सबैसँग मिठाई र मुस्कान बाँडिन्। मन्दिरमा एक पवित्र पूजा गरियो। सीता मातालाई आशीर्वाद दिइयो किनकि उनी पृथ्वीबाट उत्पन्न भएकी थिइन्। सबैले स्वादिलो भोज साझा गरे। धनी र गरिब सबैले प्रेम र हाँसोका साथ खाना खाए। त्यो रात दरबारमा एक दिव्य प्रकाश चम्कियो। जनताले प्रार्थना गरे सीता माताको सधैँ आशीर्वाद रहोस्। र त्यस दिनदेखि हरेक वर्ष मिथिला गाउँले सीता माताको जन्मदिनलाई प्रेम, भक्ति र खुसीका साथ पहिलो पटक जस्तै गरी मनाउँदै आएका छन्। र यो कथा यही समाप्त हुन्छ। अनि हजुरले यस कथाबाट के शिक्षा पाउनुभयो त? मम्मी ड्याडीसँग छलफल गर्नुहोस् है।